नमस्कार। आज हामी तमोर नदीका दुई पुराना एकदमै महत्त्वपूर्ण पुलहरूको कुरा गर्दैछौँ। हजुर, सिटौला पुल र लिम्बुनी पुल। हो, यी पुलहरू खालि वारपार गर्ने बाटो मात्रै थिएनन् क्यारे। यिनको पछाडि त कस्तो भने व्यक्तिगत दुःख अनि समाज सेवाका कथाहरू जोडिएका छन्। हामीले लक्ष्मण लावतीजीले हिमाल खबरमा लेख्नु भएको लेखलाई आधार बनाएका छौँ होइन। वियोगले जन्माएका सिटौला पुल र लिम्बुनी पुल। हो, आजको छलफल चाहिँ यी पुलहरू कसरी बने अनि त्यो बेला यस्तो काम गर्न कति चुनौती थियो होला त्यसमै केन्द्रित रहन्छ। अनि सबैभन्दा रोचक कुरा त सरकारले भन्दा पहिले व्यक्तिहरूले बनाएका पुल हुने। ए हो र, त्यो त झन् सुन्नै पर्ने कुरा भयो। त्यसो भए सिटौला पुलबाटै सुरु गरौँ न त। हुन्छ। यो तमोरको सबैभन्दा पुरानो झोलुङ्गे पुल मानिँदो रहेछ। 5 थरको हेवा खोला र तमोर दोबाननिर। जीर्ण अवस्थामा छ अहिले त। यसको बारेमा त 1986 सालको एउटा पुरानो कागज, त्यो कस्यरुका भन्छ नि, त्यो भेटिएको रहेछ। हो, त्यो रुखका झापाका भक्तिप्रसाद सिटौला मार्फत बाहिर आएको हो। यसले चाहिँ तेह्रथुम आठराई मूलपानीका ब्रह्मलाल सिटौलाको पहल देखाउँछ। ए, ब्रह्मलाल सिटौला। हजुर, उहाँका छोराहरू गंगा प्रसाद र जनार्दनले चाहिँ तत्कालीन प्रधानमन्त्री भीम शमशेरलाई बिन्ती पत्र नै लेख्नु भएछ। के भनेर? अब पुल नहुँदा डुङ्गामा कति जोखिम छ, वर्षेनी मान्छे बग्छन्, ज्यान जान्छ भनेर, अनि आफ्नै खर्चमा पुल बनाउन पाऊँ भनेर अनुमति मागेका। ए, तर त्यो डुङ्गा चलाउने माझीहरूले त अवरोध गर्लान् जस्तो लागेन छ उहाँहरूलाई। खै, त्यो डर त थियो होला। रुक्कामा त्यो कुरा पनि उल्लेख छ क्यारे। त्यो बेला तमोरमा झोलुङ्गे पुलै थिएनन् त। कस्तो गाह्रो थियो होला है वारपार गर्न। निकै गाह्रो। सन् 1848तिर जोसेफ डाल्टन हुकर आएका थिए नि यता। ओहो। उनले पनि तमोर तर्न साह्रै दुःख पाएको लेखेका छन्। अनि पछि टोनी हागनले पनि चन्द्र शमशेरका पालामा बनेका पुल व्यवस्थामा परे भनेर लेखे। भनेपछि राज्यको त्यति चासो थिएन कि जस्तो देखियो। हो नि, तर अचम्म के छ भने सिटौलाहरूले 1986मा सुरु गरेको पुल 1987मै सकेछन्। त्यो पनि धनकुटा गौन्डा जाने मूल घाटमा बेलायती कम्पनीले पुल बनाउन सुरु गर्नुभन्दा अगाडि नै। आफ्नै लगानीमा सरकारले केही गरेन? सरकारले त उल्टै सहयोग पो गरेछ। त्यो बेला राणा सरकारले अनुमति मात्र दिएन, कलकत्ताबाट ल्याउने लट्ठारोको भन्सार छुट दियो। अनि ज्यामी चाहियो, सुरक्षाकर्मी चाहियो, त्यो पनि व्यवस्था गरिदियो। पहरा फोर्न बारुद चाहियो, काठपात चाहियो, त्यो सब मिलाइदियो। हो, गौन्डाहरूलाई आदेश दिएर मिलाउन लगायो। यो त त्यो बेलाको लागि साह्रै अनौठो कुरा हो। हो त नि, घरमा झिङ्गटी छाउन त अनुमति लिनु पर्थ्यो रे। सायद त्यो पुल कति जरुरी थियो भन्ने बुझेर होला, या सिटौला परिवारको पहुँचले काम गर्यो होला। तर यो पुल बनाउने सोच चाहिँ कसरी आयो खासमा? यसको पछाडि एउटा दुःखद कथा छ भन्छन् नि। हो, त्यो चाहिँ अलि मार्मिक छ। 1985 साल असारमा के भएछ भने 5 थरतिरका सङ्ग्रौला थरका बेहुला आठराई मूलपानीबाट बेहुली लिएर फर्किँदै रहेछन् जन्तीसहित। डुङ्गामा तमोरको नकुले घाट भन्ने ठाउँमा डुङ्गा पल्टिएछ। बेहुला बेहुली जन्ती सबै डुबेछन्। अय्या, कस्तो दुःखद। हो, यही घटनाले ब्रह्मलाल सिटौलालाई एकदमै छोएछ। अनि उहाँले मान्छेको ज्यान जोगाउनलाई पुल बनाउँछु भनेर अठोट लिनुभएछ। वियोगबाट सेवाको भावना जागेको रहेछ। हो नि। अनि हेर्नुहोस् न कस्तो सेवाभाव। पुल बनेपछि भीम शमशेरले सोधेछन्, लौ के बक्सिस माग्छौ त? के मागेछन् त उहाँहरूले? उहाँहरूले धन सम्पत्ति केही माग्नु भएन। आठराई मूलपानीमा एउटा स्कुल खोल्न पाऊँ भनेर पो मागेछन्। स्कुल? पुल बनाएको रेकम्पेन्समा? हो, त्यो बेला त झन् गाह्रो थियो स्कुल खोल्न। तर अंग्रेजी पढाउन पाइँदैन भन्ने शर्तमा 1992 सालमा मूलपानी भाषा पाठशाला खोल्ने अनुमति पाए। यो चाहिँ धनकुटा गौन्डा भन्दा पूर्वको पहिलो पाठशाला मानिन्छ रे। अहिले त्यही स्कुल त्रिमोहन उच्च मावि भएको छ। कस्तो राम्रो कुरा, पुलबाट सुरु भएर शिक्षासम्म पुगेको। अब अर्को पुलको कुरा गरौँ, लिम्बुनी पुल। हुन्छ। यो चाहिँ सिटौला पुल भन्दा अलि माथि, करिब 16 किलोमिटर माथि फुङ्वा घाट भन्ने ठाउँमा। यो चाहिँ कहिले बनेको? यो 2009 सालमा विष्णुमाया आङबुहाङ, उहाँलाई लिम्बुनी भनेर चिनिन्थ्यो, उहाँले बनाउनु भएको। महिलाले बनाउनु भएको पुल हो। यसको जानकारी पनि एउटा पुरानो कागजबाटै पाइएको हो। 2009 जेठ 18 को 2 नम्बर जाँच कमिसन डोर चैनपुरबाट जारी भएको। त्यसमा के लेखिएको छ?
त्यसमा चाहिँ पुलका लठारोहरू निर्माण स्थलमा आइसकेको भनेर लेखिएको छ। मतलब अनुमति त पहिले नै पाइसकेको रहेछ। ए अनि बर्खा लागेपछि भेल बढेर जेठदेखि डुङ्गा चल्दैन, मान्छेलाई साह्रै दुःख हुन्छ। त्यसैले पुल बनाउने काममा सहयोग गर्नु, बाधा नगर्नु भनेर आदेश दिएको छ। विष्णुमाया लिम्बुनीको पनि केही व्यक्तिगत कथा छ कि? छ नि, उहाँले पनि पतिवियोग भोग्नु भएको थियो रे। त्यसपछिको जीवन चाहिँ उहाँले पुरै समाजसेवामा लगाउनु भयो। यो पुल बाहेक अरू पनि केही गर्नुभएछ? धेरै गर्नुभएछ। 1998 सालमा तिलवारी बाटो, तिलवारी चौतारा बाटो बनाउनु भयो। 2005 सालमा त झन् चाङेदेखि हाङपाङ देउरालीसम्म पहरा नै फोडेर बाटो बनाउनु भएछ। ओहो, पहारा फोडेर। हजुर। अनि ढुङ्गे सिङ्डी भएको ढल्केबडे डाँडा बाटो, मूलपानी चिहान डाँडा बाटो, सतीघाट बाटो अनि 8 राई क्षेत्रमा त कति चौतारा पाटीपौवाहरू बनाउनु भएछ। कल्पना गर्न पनि गाह्रो छ। त्यो बेला जब हिँड्नु नै एकमात्र उपाय थियो, यस्ता बाटा, पुल, चौतारीको महत्त्व कति थियो होला? एकदमै। बटुवाहरूलाई कत्रो राहत भयो होला। अहिले त त्यो पुरानो लिम्बुनी पुलको त अवशेष मात्रै छ भन्छन्। तर त्यसको छेउमा जुन नयाँ पुल बनेको छ नि, त्यसलाई पनि उहाँकै सम्मानमा लिम्बुनी पुल नै भनिन्छ। त्यो त राम्रो कुरा भयो। उहाँको योगदानको कदर भएको छ। हो नि, यी ऐतिहासिक संरचनाहरूले हाम्रा अघिल्ला पुस्तालाई ठूलो भर्थेग र राहत दिएका थिए। साँच्चै आज हामीले सुन्यौं कसरी व्यक्तिगत दुःख, वियोग अनि सेवाभावले तमोर नदीमा सिटौला पुल र लिम्बुनी पुल जस्ता महत्त्वपूर्ण पूर्वाधारहरू बने, त्यो पनि राणा शासनको त्यो नियन्त्रित समयमा। हो, यसले के देखाउँछ भने व्यक्तिगत पहल कदमीले पनि समुदायको विकासमा कति ठूलो भूमिका खेल्न सक्छ, राज्यको सहयोग सीमित हुँदा पनि। यी ऐतिहासिक संरचनाहरू जसले विगतका पुस्तालाई यति ठूलो सेवा दिए, तिनको स्मृति र अवशेषको संरक्षण गर्नु कति महत्त्वपूर्ण छ है? एकदमै महत्त्वपूर्ण। यी केवल ढुङ्गा माटोका संरचना होइनन्, यी त हाम्रो इतिहास हुन्, हाम्रा पुर्खाको सङ्घर्ष र सेवाका प्रतीक हुन्। तर कस्तो भने अहिलेको यो आधुनिक विकासको दौडमा यस्ता व्यक्तिगत प्रयास, सामुदायिक भावनाले बनेका कुराहरू कता कता ओझेल पर्दै गएका छन् कि जस्तो लाग्छ। हो, त्यो एउटा चिन्ताको विषय हो। नयाँ बन्दा पुराना बिर्सिने डर हुन्छ। त्यही त, हाम्रो यो भूदृश्यमा हाम्रो समाजको जग बसाल्न भूमिका खेलेका यी धरोहरहरू, यिनका कथाहरूलाई सम्झिराख्ने र जोगाउने हाम्रो जिम्मेवारी के रहन्छ होला? यो एउटा गम्भीर प्रश्न हो जस्तो लाग्छ मलाई। निश्चय पनि यसबारे सोच्नुपर्ने बेला भएको छ।